नमस्कार साथीहरु, के तपाई मतदाता परिचय पत्र बनाउन चाहनुहुन्छ तर फारम कसरी भर्ने थाहा छैन? के तपाई फारम भर्दा कुनै गल्ती होस् भन्ने डरले चिन्तित हुनुहुन्छ? चिन्ता नगर्नुहोस्। आज म तपाईलाई एकदम सरल र सजिलो तरिकाले मतदाता परिचय पत्रको फारम भर्ने पूर्ण प्रक्रिया स्टेप बाइ स्टेप देखाउने छु। यो भिडियो हेरिसकेपछि तपाई आफै सजिलैसँग आफ्नो मतदाता परिचय पत्रको फारम भर्न सक्नुहुनेछ, कुनै कठिनाइ बिना। सबभन्दा पहिला क्रोम खोल्ने अनि तपाईसँग जुन ल्यापटप म्याक ओएस जे भए पनि त्यसमा क्रोम खोल्ने, फोन भए पनि फोनमा क्रोम खोल्ने अनि यो सर्च गर्ने भोटर आइडी रजिस्ट्रेसन अनि त्यसपछि यो हाम्रो फर्स्ट लिंक जुन आउँछ इलेक्सन कमिसन नेपालको यसमा क्लिक गर्ने। यहाँ हामी तीनवटा अप्सन हेर्छौं, नयाँ दर्ता, नामावली अध्यावधिक अनि मतदाता नामावली खोज्नुहोस्। यो यसमा हामीले नयाँ दर्तामा क्लिक गर्छौं अनि हामीले यो यस्तो इन्टरफेस हेर्छौं। यसमा हम यदि तपाईसँग राष्ट्रिय परिचय पत्र छ भने तपाई राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ भने यसमा सिम्पली राष्ट्रिय परिचय पत्र नम्बर हाल्नु होला। यहाँ राष्ट्रिय परिचय पत्र नम्बर लेखेको छ, यसमा आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर हाल्नु होला। म जसरी हाल्दै छु त्यसरी नै हाल्नु होला आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर, राष्ट्रिय परिचय पत्र हेरी। अनि यहाँ जन्म मितिमा राष्ट्रिय परिचय पत्रमा जुन जन्म मिति या नागरिकतामा जुन जन्म मिति छ त्यही जन्म मिति यहाँ खोजेर अनि राख्नु होला। जस्तै मेरो यो 1974 छ अनि म यसमा 1974 हाल्छु। तपाईको जे हुन्छ त्यो हाल्नु होला। यसरी यहाँबाट मन्थ चुज गर्ने अनि डेट हाल्ने। त्यसपछि तपाईको राष्ट्रिय परिचय पत्रको फर्स्ट नाम हाल्ने। जस्तै राम श्याम हुन्छ, राम गण्डल, राम यादव अनि राम मात्र लेख्ने, पुरै नाम लेख्नु पर्दैन। अनि तल यहाँ सही उत्तर हाल्नुहोस्। यसमा गएर यहाँ जे आउँछ त्यसको जे सही उत्तर हुन्छ त्यो हाल्नु होला। अनि यो NIN मा क्लिक गरेपछि त्यसपछि हामीलाई हाम्रो अगाडि यस्तो फर्म आउँछ। यो फर्ममा जे माग्छन् त्यो भर्दै गर्नु होला। जस्तै यहाँ छ प्रदेश नम्बर, जिल्ला, गाउँपालिका, वार्ड नम्बर, मतदाता स्थलको नाम। यो सबै एक एक गरी तपाई भर्नु होला आफ्नो। म आफ्नो भरेको छु, तपाई आफ्नो भर्नु होला। यहाँबाट मतदाता स्थल चुज गर्ने अनि नेक्स्टमा क्लिक गर्ने। नेक्स्ट गरेपछि अर्कोमा क्लिक गर्ने। त्यसपछि यहाँ आफ्नो नाम दिनुस् अनि अंग्रेजीमा नाम हाल्नुहोस्। वैवाहिक हुनुहुन्छ भने पति पत्नीको नाम राख्न मिल्छन्। त्यसपछि बुवाको नाम, आमाको नाम, बाजेको नाम। त्यसपछि आफ्नो यहाँबाट लिंक छान्नुहोस्। त्यसपछि मोबाइल नम्बर दिनु होला। यहाँ तपाई आफ्नो इमेल आइडी छ भने इमेल आइडी दिनु होला। यहाँकोमा क्लिक गर्ने। फेरि यहाँबाट आफ्नो जन्ममिति हाल्ने। यसमा नागरिकता प्रमाणपत्र नम्बर हाल्ने जुन भयो नागरिकता नम्बर। अनि यसमा फेरि राष्ट्रिय परिचय पत्र नम्बर हाल्नु। अनि नागरिकताको जारी जिल्ला कुन छ त्यो जारी जिल्ला हाल्नु पर्ने छ यहाँ। त्यसपछि नागरिकताको किसिम के छ तपाईको वंशज, अंगीकृत, कतिजना वैवाहिक हुनुहुन्छ, इन्डियाको छ भने वैवाहिक, नेपालको छ भने वैवाहिक अंगीकृत हुन्छन्। त्यसपछि नागरिकताको जारी मिति यसमा हाल्नु पर्ने छ। अनि अस्थायी ठेगानामा तपाईको नागरिकतामा जुन ठेगाना लेखेको छ अस्थायी ठेगाना त्यही हाल्नु होला। यसमा प्रदेश, जिल्ला, गाउँपालिका, वार्ड नम्बर अनि टोल यो सबै हाल्नु। त्यसपछि अनि यसमा चाहिँ अहिले जुन ठाउँमा बसोबास गर्नुभएको छ त्यो बसोबास हाल्नु होला। मेरो त सेमै छ त्यही भएर मैले यहाँ टिक लगाइदिए। इफ तपाईको सेम भयो भने त्यहाँ टिक लगाउनु होला। सेम छैन भने यसमा आफ्नो सब डिटेल हाल्नु होला। त्यसपछि फेरि अर्कोमा क्लिक गर्ने। यहाँ तपाई अपाङ हुनुहुन्छ भने या अपाङ हुनुहुन्न भने होइनमा क्लिक गर्ने, हो भने होमा क्लिक गर्ने। त्यसपछि फेरि अर्कोमा जाने। यहाँबाट तपाईको मातृभाषा के छ, नेपाली भए नेपाली, अरु कुनै भए गुरुङ, तामाङ, मैथिली त्यो हाल्नु होला।
त्यसपछि यहाँ समूह वर्ग हाल्नु तपाईँ कुन समूहमा पढ्नुहुन्छ। जस्तै मेरो आदिवासी जनजाति छ, कतिको मधेसी हुन्छ, कतिको के हुन्छ त्यो हाल्नु होला। अनि यहाँ शैक्षिक योग्यता के छ, कतिसम्म पढ्नु भएको छ। केही पढ्नु भएको छैन भने निरक्षरमा क्लिक गर्ने, अनि अर्कोमा क्लिक गर्नु भइगयो। अनि पढ्नु भएको छ भने साक्षरमा क्लिक गरी यहाँ अप्सन दिएको छ, तपाईँ कुन लेभलसम्म पढ्नु भएको छ त्यो लेभलमा क्लिक गर्ने। अनि त्यसपछि अर्कोमा क्लिक गर्ने। यहाँ तपाईको एउटा रिभ्यू दिन्छ, तपाईले जुन फर्म भर्नु भएको छ त्यो फर्मको रिभ्यू आउँछ। यहाँ एकचोटी सरर हेर्नु होला, यदि सबै ठीक छ भने दर्ता गर्नुहोस्। अनि केही मिस्टेक भएको छ भने फेरि पछि गएर त्यसलाई एडिट गर्न मिलिहाल्छ। यहाँ मेरो सबै ठीक छ भने त्यो भएर म दर्तामा क्लिक गर्दिए। अनि यहाँ तपाईको दर्ता नम्बर आउँछ। सकेसम्म यसलाई यसको फोटो लिनु या त यसको पीडीएफ पनि निकाल्न मिल्छ, प्रिन्ट गरेर राख्न पनि मिल्छ। तपाईलाई जे सजिलो लाग्छ त्यो गरेर यसलाई राख्नु होला। यसरी नै तपाई आफ्नो भोटर आइडीको फर्म भर्न सक्नुहुनेछ।